हाई मर्निङ सबैजनालाई ह्याप्पी शिवरात्रि। अब हिँड्ने अब सर लाएर शिवरात्रि बनाउन माथि मन्दिर साइड हिँडेको अब चाहिँ सर होइन मैले सर लाएर अब गइन्छ हाम्रो यात्रा चाहिँ टक्क लाएर मन्दिरसम्म हो। है गाइज हामी चाहिँ सिधै रेसाबाट है बागलुङको रेसाबाट चाहिँ ठ्याक्क हाम्रो पोखेत डाँडा होइन चौतारा चाहिँ बवाल छ कि हाम्रो ठ्याक्क डाँडाको यो चाहिँ सो हो। यो चाहिँ जहाँबाट पनि देखिन्छ क्या हेर्ने ठ्याक्क सो हो कि यो डाँडा हो भनेर पोखेत डाँडो हो कि हाम्रो होइन होइन जहाँबाट पनि देखिन्थ्यो कि होइन अनि ठक्क यहाँबाट कादेशतिर नि बवाल भ्यू आउँछ नि त। यता चाहिँ सर र कादेशको पुलुङमा छौ यो चाहिँ कादेश लेखानी गोलकोट चाहिँ उतो डाँडा पारियो उतो डाँडा चाहिँ घोडाबानी हो। सर यो चाहिँ हाम्रो डाँडामा आइसक्यो। अब त्यहाँ माथि ट्याक्क यहाँ देखिन्न क्या अलि यो जङ्गल फान्यो नि ठ्याक्क देखिन्थ्यो मन्दिर होइन। मोटे भाइ के बोलिदिउँ त म के बोलिदिन्छस् बोल्दैन जस्तो पटाङ पटाङ बोलिराख्न आउनु क्या नत्र भने बोलिराख्न आयो भने खतरा भन्ने त्यो भिडियो अघि हामीलाई यो बोल्नै लास्टै उसो लाउने कि के बोल्ने त होइन हामी गाउँमा बसेर त माया भएर नि हो क्या त्यति साह्रो त पनि होइन अरू अन्त त क्वालिटी नै हो हाम्रो सोच त होइन। तर एउटा भन्छ नि त मन्दिरको जाने यो अहिले एउटा देखावटी के मात्रै के यदि धर्म गर्नु छ भने होइन आफ्नो पहिलो मन सफा गर होइन अनि के गलत के सही कोसित के बोल्ने होइन तिनीहरू कस्तोलाई के बोल्ने होइन तिनीहरू आफूभित्र पहिला हुनु पऱ्यो कि अनि बल्ल त पूजा गरेको पनि फाइदा छ क्या। अब पूजा गर्छ होइन अनि पछि पाप गर्दै हिँड्छ अनि के काम धर्म गर्ने भनेको कस्तो भने बुढी जस्तै बाटोमा हिँड्छ नि त इक्जाम्पल के बाटोमा हिँड्दै बुढी आमा त्यहाँ अब केही भएर लड्ला त्यसलाई गएर उठाइदिने भने नि धेरै हो कि। अब बाटोमा हिँड्दाखेरि हुन्छ नि त एक्सिडेन्टहरू कति हुन्छ एक्सिडेन्ट हुने बेलामा चाहिँ भिडियो खिच्न चालु गर्छ क्या पहिला सुरुमा चाहिँ पहिला हेल्पिङमा छैन कि मान्छेहरू। अब तपाईँ उस्तै पऱ्यो त्यो सामानहरू छ नि त त्यसको सामानहरू उठाउनलाई अगाडि बोल तर त्यो मान्छेलाई एम्बुलेन्स बोलाएर पठाउन तयार पर्दैन क्या हाम्रो नेपाल भनेको त्यो हो कि। अहिले पुरा हेर्न कति देखिन्छ एक्सिडेन्ट भएको हुन्छ मान्छे मन लागेको हुन्छ मान्छेले भिडियो कन्टेन्ट बनाएर बसिरहेको हुन्छ। यस्तो यो बाटो चाहिँ सर त्यो भिडियो बनाउने हुन्छ नि त टाइमिङ त्यो टाइम हो क्या पहिला हेल्पिङ गर अनि भिडियो बनायो नि त के फरक पर्छ र होइन त आज चाहिँ सेन्टी बोल्नुहुन्न क्या आज चाहिँ शिवरात्रिको यात्रा डाँडासम्मको होइन मलाई पार्वती मिलाइदेऊ भन् कि तैँले त पार्वती मिलाइदेऊ भन्दै त फेरि त्रिशुल ल्याएर आउला नि पार्वती जस्तो मिलाइदेऊ के भन्नु होला माथि गएर मन्दिरमा गएर के ठुलो स्वरमा दिने क्या चिल्लाएर तर भनिदिन्छ नि त लाजै मान्दैन नि त हामी चाहिँ लाज लाउँछ होइन। कति यति म बजेको मन्दिर जाने बेलामा त्यो बजेतिर को भन्छ नि त बहिरो छन् ती चारो माग्नु पर्छ बर भन्छन् अनि पराले कोही चाहिँ चारो माग्छन् अब धेरै जस्तो लजाउनु ल गाइस छोरे ग्याप बस्दिएर फेरि आइदिएको कन्टिन्यू लामो हुन्छ है भिडियो फेरि।
होइन तपाईँको भिडियो लामै भएको नि हाम्रो होइन तर थोरै मात्रै हो नि त ग्याप त्यहाँ आउँदा थियो होइन अनि यहाँ आउँदाखेरि त्यसले गरिदिएको नि थोरै म अझै आइडिया दिन्छु तर गर्न भ्याउ भन्नु भएन अल्छी लाग्छ त्यसरी युट्युबले नि आफूले गरेर ल है हामी चाहिँ आइपुग्नु लाग्यो मन्दिर अब सर लाएर सत्यवती माइकी जय भन्नु कहाँ शिव पार्वतीको मन्दिरमा आएर संस्कृति अझै गयो अर्को गुन्जामलाई नि माथि संस्कृति बजेको उहाँ हो क्या सत्यवतीको चाहिँ उहाँ माथि होइन देखेछन् क्या त्यहाँ गइरहेछ न त्यहाँ नि काम हुँदैछ समाजसेवा गर्दैछन् क्या बुढाहरूले पनि सत्यवती मन्दिर चाहिँ माथि यहाँ चाहिँ मनोकामना मन्दिर अनि गणेश पार्वती अनि शिवजी सर प्रसाद खाएर जानु हिँडिदिनुपर्छ टिको लगाइदिने सर हामी चाहिँ मन्दिरमा आउनुको लागि ल मरे भाइ हेलो अन्धे हेलो पुग्यो अब सर उकालो छ क्या कहाँ होइन हुन्छ मनोकामना यो चाहिँ हाम्रो मनोकामनामा है ल मात्रै माग्दै साह्रै के माग्नु त मलाई 2-3वटा करोडको माग्ने हो दे न दे पात कुरा नगर तैँले यता हेर्ल दामी हिँड्छ राम्रोसँग हेर न हामी चाहिँ झर्दै है ल ल हामी गइयो धनी ल बाई धर्म गर्ने कम भएछन् क्या अलिकति धर्म गर्ने बिहानै आइसक्यो नि पूजा गरे बिहानै गएँ ल हामी चाहिँ अब गुराँस टिप्न जानुपर्छ त्यही त अघि आउनेलाई घाम भयो थियो ज्याकेट खोलिदिएको अहिले त जाडो हुनु लाग्यो कहाँ झ्याप हुन्छ भने यस्तो भिड रे तर यो खासै भिड त होइन क्यामेरामा चाहिँ तर क्यामेरामा चाहिँ खतरा भिडै देखिँदो रहेछ है ल चलियो लाग्यो अब घर जानुपर्छ घर क्याम्प बसिदिनु त होला नि अलि बेलुका नेक्स्ट पार्ट आज 2टा बोलाएको आउँछ होइन आज त आउनु तर पार्ट 2टा पार्ट आउँछ पार्ट 1 पार्ट 2 आम्बु यहाँ त के साह्रो फाँड दिएको बिच डाँडादेखि बुटा त यो काटेर अलि सुक्नको लागि छोडिदिएको होला नि त अनि पात छोडिदिएर अलि जलाइदिने होइन पछि त अर्ली काँडैले भन्ने यो है अर्ली काँडैले भन्ने गीत थियो अर्ली काँडैले भन्ने यो भन्ने देखाइदिनु ए मेरो फोनमा म्युजिकै छैनन् कतिलाई म्युजिक लाउने होइन क्या युट्युबले कपिराइट क्लेम लाग्छ पछि त सबै त हराउनु कि तर युट्युब यादगार हो क्या मलाई चाहिँ आज आइयो टक्क माथि आइयो कोही रहन्छन् त्यति बेला हामी जाने बेलामा होइन तर गइयो भने पछिको लागि हुन्छ नि त जस आइयो तर हामी एकछिन अझै बस्नु मन लागेको थियो कि मलाई त केही छैन कि हल्का रमाइलो अब बस्न हुन्थ्यो महादेवलाई गुनासो धेरै पोख्न थियो रे सबै गएपछि कहाँ नानी फुले रहेछ त यार
त्यहाँ तलै बाटै नि रहनु फुल्यो क्या माथि जानु पर्दैन ए अँ वहाँ भिडमा कहाँ जान्छ नि यहाँ त राम्रोसँग देखिँदो रहन्छ क्यामेरामा त देखिन्छ र देखिन्न यार ए देखिँदो रहेछ हल्का त यहाँ डेन्जर फुलिरहेको लाइट घटाइदिएको त जानु भयो हामी चाहिँ तलै टिप्छौँ गुराँस चाहिँ पर्सत त ठिक होइन तर पर्सतमा मलाई अब एकचोटि माथि गाजा दह जाऊँ भनेको क्या ल यहाँ पनि फुल्दैछ है गाजा दह जान आउनलाई चाहिँ मलाई एकचोटि अब यो सिजनमा गुराँसहरू दामी फुलेको हुन्छ त्यता बाटै भयो नि भाइबहरू कलेट हान्न मजा आउँछ नि त अहिले गयो भने के च्याउहरू पाइन्छ नि त अब हो कि अब लगभग उम्रिने बेला होइन जाने हुन्छ च्याउहरू छ होला कि हुनसक्छ त्यो त तर जङ्गल धेरै नघुम्ने कि जङ्गलभित्र छिटो अन्त जङ्गल त अहिले वाइल्ड भयो हामी पहिला गएको थियौँ नि त जहाँ हामी पहिला गएको त्यहाँ जाने यदि छ भने चाहिँ ल्याउने होइन छैन भने चाहिँ हामी एकछिन फर्किने क्या त्यो नि हुन्छ दह पुग्यो नि दह पुगेर आउने कि अब बेलुका चाहिँ टक्क पार्टीमा चाहिँ बवाल आउँछ है केटा है वेटिङ सबले प्रसाद प्लास्टिकमा अरे तर प्रसाद त जानु त ठिकै बनाएको त तर तेल धेरै हालेछ नि होइन भाइ त्यो अनि प्रसादै हो प्रसादै सम्झिने खाइदियो हामी चाहिँ धेरै खाएर हो कि यस्तो हो कि भाइ त्यो धेरै खाएपछि भाइ त्यो अमृत पनि बिख हुन्छ भन्छ नि हो त्यस्तै हो कि हो थोरै हो प्रसाद अलिकति चिखाने नि त कति खासी त अनि भइहाल्छ नि अनि अब मान्छे धेरै भयो भने चाहिँ पुग्ने थिएन तेली पाउने थिएन भाइ धन्न मान्छे नहुनाले पाएको घरको फ्यामिलीलाई सिद्ध प्याउली फुल गाइस कस्तो दामी देखिन्छ नि त्यसलाई के प्याउली होइन पहिला पहिला कपीमा छापिन्छ नि त किताबहरूमा त्यो तैँले टिका लगाइदिएछ यार यसले आशीर्वादै दिएन यार मलाई टिका लगाइदिएर माछाले भने थिएँ मलाई ल धेरै पैसा कमाएस् राम्री पार्वती पास भने त मैले आशीर्वाद दिएको होइन र दिएको पार्वती राम्रै भन्दा नि लोयल चाहियो क्या कहाँ छेउ मेरी पार्वती पार्वती हाम्रो पनि मायाले हेर पार्वती प्रसाद होइन हामीले चाहिँ घरमा लगेर दिउँ जो आमा बाउ आएनन् कि घरमा खान्छ नि त प्रसाद हो कि यहाँ दुधे जस्तो लाग्यो मलाई फुल्दै नि अगा त्यहीँ हो क्या बाटोनिर फुलेको क्या त्यहाँ गएर फुल हाल्ने फुलसम्म नेक्स्ट पार्ट चाहिँ तल अब बेलुका बसेको हुन्छ ए मामफुली सब आएर भाँचिसकेको छन् अस्ति त वाइल्ड थियो क्या अस्ति म आउने बेला त अघि मन्दिर जानेहरूले भाँच्दैछन् क्या हो क्या यता पुरै हाँगासाङ्गा पुरै यो गरेर भाँच्दैछन् के अरे पातहरूले यहाँ खतरा फुलिरहेको थियो ल त मोटी भाइ म चाहिँ भाँचिहाल्छु म पनि धेरै होइन दुईवटा कतिवटा एउटा कि दुईवटा एउटा त्यो चाहिँ दामी रहेछ त्यही मच्छी है त जा मलाई नि टिप्दल नि बुटा चाहिँ बाङ्गो बाङ्गो हुन्छ कि चिप्लो हो तेरो चाहिँ बाङ्गो बाङ्गो अस्ति म चरेको पनि चरिन्छ छन् त यो चाहिँ चप्पल चाहिँ खोल्नुपर्छ यत्रो यत्रो हाँगेको डालाहरू कस्तो भाँचिरहेको होला भाइ यस्तो चप्पल चप्पल खोलिन्छ मातरै जस्तै चढिदिने हो कि होइन चढ्छ बुढा त तर बच्चैबाट हो क्या म त हो म अलि अस्ति चरेको चरेर टिपेको थिएँ मैले हल्का बुटमा आएको त भाइ यो त छैन त राम्रो यार अलि राम्रो राम्रो हेर्न बुटमा गएपछि त छैन यार ले त क्याच लाए ग्रास सुक्पातिर जानु परेको सुक्पा होला गुराँसको फेदमुनि
सम्झनाको छाया जहाँ गए पनि किन लाग्छ मलाई तिम्रै माया। बस मात्रै हो कसैले नसराब दिनु होला टिप्दैन जसको भए पनि कसैले पनि सराप्दैनन्। अब फेरि एउटा हातले आउनु पर्यो नि त अब ल्याउनु त यहाँ फाल मचाउँछु। भाइ यो भात एउटा खस्यो भने नि बिग्रिहाल्छ क्या फेरि। आज त 6 बजीको त हामी त प्योर भक्त हो कि रक्षा गरिहाल्छ नि अनि एउटा हातले नि आइहाल्छ कि पुरा यस्तो बवाल देख्ने। ल मोटे म छट जम्पिङ हान्छु जम्पिङ रुके रुक असले किस्लास मलाई अरे खुट्टा भाजलास दिन भाइ दामी खैले एउटा मलाई यस्तो देखाइदिनु ल यो एउटा देख मलाई यस्तो देखेछ ल कि नै देख यो चाहिँ गुराँस फुल है क्लिप नि हान्न यार यस्तिर ल एउटा त्यो चाहिँ उ गरिदिएको ल तर चाहिँ अन्त छोरीले खेलाउँछ हामी गुराँसको हन्टिङ भयो। यो चाहिँ मेरो ट्रे चल भाइ तिम्रो गाउँमा छ गुराँस चाहिँ गुराँसको फोटो देखाएर गुराँस नानीलाई मेन्सन हानिदिनु पर्छ क्या। अनि अब त बिस्तारै फुलिहाल्छ नि अब सिजन चल्न लाग्यो नि त। गुराँसको फेदमुनि सम्झनाको 9 मिनट मेरो ट्रे के रे हाम्रो प्रसाद त्यो वाइल्ड तेल देखिन्छ अरे यही भिडियोमा नि घिउ भयो त अलिक त्यस्तै फरक तेल भयो घिउ होइन होला गुराँसको सिजन चल्यो है गाइस। एउटा मात्रै रहेछ तर दामी रहेछ कि त्यो कुनामा छ नि एउटा त्यो चाहिँ गोल दामी छैन होइन त्यस्तो चाहिँ मन पर्दैन आफूले खाल भएको खतमै हुन्छ कि गुराँस किन भिरमा फुल्छ अरे तँलाई थाहा छ? त्यतैदेखि जामकै गुराँस किन भुइँमा फुल्छ तँलाई थाहा के? रुक गुराँस किन भिरमा फुल्छ अरे भनेपछि के अरे उत्तिस त होइन उत्तिस चाहिँ एकचोटि माग्न गएको अरे ए उत्तिस हो क्या हो होइन गुराँस हो कि उत्तिस हो क्या हो माग्न गएको होइन। अनि माग्न जाँदाखेरि गुराँस त गनेलाङ गुडुङमा परेको हुन्छ नि त घाउरा परेको अनि त्यस्तै यस्तो अनि यस्तो के अरे यस्तो नराम्रो यस्तो म जस्तो सलक्क परेको उत्तिसरी सलक्क परेको हुन्छ नि अनि म यस्तो सलक्क परेको छु त यस्तो गनेलाङ गुडुङले हुन्न भनिदिएको अरे। अनि पछि चाहिँ अनि गुराँस फेरि भिरमा राम्रो फुलिदिएको अरे त्यो देखेर अनि उत्तिसलाई डाहा लागेर उत्तिसलाई के अरे ऊ सहन नसकेर त्यो उत्तिस हाम फालेर मरिदिएको अरे। अनि त्यही भएर उत्तिस जहाँ पहिरो गयो जहाँ भिरालो देखियो उत्तिस देखिन्छ नि त। अनि ऊ चाहिँ भिरमा फुल्छ गुराँस कहाँ चाहिँ त्यस्तै के भन्दाखेरि मलाई अलिक भुलेँ। लाउनु पर्छ ए अझ बसेर पलाती कसी अझ बाटो प्रसाद गिलो उ बनाउँदैछन् क्या सुजी हातधर आउनु छोरी भिडियो बनाएकै छ उता देखाएको उता छोरी मान्छे हातधर आउनु रे
हिँड्नुको उतै गरिदिन्छु राख्नेलाई हामी त गएको गयो मान्छे रहँदैन माथि त अनि मटेरियल त माला जस्तो भयो बाघ जस्तो भयो त यस्तो छ बाघ भन्दा नि जङ्गली जङ्गली भैँसी जस्तो हो क्या आयो मोटे साह्रो फु मर्छ है झन् कम्पेयर नगर्नु यो भैँसी त्यो हाम्रो भैँसीको पारो हो क्या उता प्रसाद दिने होला नि यताटी आउनु होला आउनु कहाँ भन्दै धेरै भयो क्या धेरै हालिदिएको थिएँ खानु सकेन अनि त्यो लड्डु भन्दै थियो लड्डु त खान मन लागेन अहिले फेरि लायो भने भाङ्गो हालेको मान्छे पूजा गरेर गइसक्यो क्या बिहान आएको थियो होला नि त गइसक्यो नि पूजा गर्नेहरू हामी 2 बजे गएको कारण मान्छे भाइन्छ अनि टाढाका आएका बिहान आयो होला नि त्यसले गर्के खुसी सुन्दरी यिनीको के मन्दिर होइन क्या तिनी यिनी चाहिँ भैरव मन्दिर मान्छे छैन नि तल गहन होला क्या धेरै अहिले खासै रहन्छ त्यो मन्दिरमा कसै छैन त चराहरू चराइदिनु है मोटे मैले किन मागेनस् त नि माग के माथि हाम्रो शिव पार्वतीको मन्दिर साइडबाट देखिने भ्यू है सर मोटे है माके ल अलि सासर उता त मान्छे छैन यता त मान्छे छैन ल मग यता चाहिँ भ्यू हाम्रो सर यहाँ देखिने तर बवाल देखिन्छ कि भ्यू चाहिँ बवाल देखिन्छ कोही आएर हिँड्छन् वहीँ सबै तल गएछन् के तलै